अझै थामिएन रासोपामा प्रवेश गर्नेको लर्को। एमाले नेता सहित दर्जनौं जनता रासोपामा प्रवेश। कार्यवाहक सभापति डीपी अर्यालले गरे भव्य स्वागत। नेकपा एमालेको क्रियाकलाप पटक्कै मन नपरेका कारण, नेतृत्वको दम्भका कारण राज्य कुनै हालमा पनि अगाडि बढ्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपातिरको राजनीतिक आकर्षण केही दिनता असामान्य गतिमा बढिरहेको छ। वैकल्पिक शक्तिहरू बीच एकताको प्रवेश चर्किँदै गएको समयमै पुराना दलका नेता कार्यकर्ताले रासोपालाई व्यवस्थित विकल्पका रूपमा लिन थालेको संकेत देखिन थालेका छन्। उता कारागारमै रहेका सभापति रवि लामिछानेलाई भेट्न चाहनेको लर्को दिनौं बाक्लिँदै गएको समयमा यता रासोपामा प्रवेश गर्नेहरूको भिड पनि उही तीव्रतामा बढिरहेको छ। दुवै दृश्यले एउटै साझा सन्देश प्रस्ट्याउँछन्। वैकल्पिक शक्ति अझै रासोपामै केन्द्रित छ र जनताको भरोसा कुनै पनि राजनीतिक बाधाबाट विचलित भएको देखिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फको राजनीतिक आकर्षण पछिल्ला दिनमा असामान्य रूपमा बढिरहेको छ। वैकल्पिक शक्तिहरू बीच एकता विखण्डताको बहस चर्किएको समयमा पुराना दलका नेता कार्यकर्ता समेत रासोपालाई सबैभन्दा व्यवस्थित र विश्वसनीय विकल्पका रूपमा देखिरहेका छन्। एकातिर 2 दिन अघि मात्र घोषणा भएको उज्यालो नेपाल पार्टीबाट नेता तथा कार्यकर्ता बाहिरिँदै गर्दा अर्कोतर्फ रासोपामा प्रवेश गर्नेहरूको भिड झनै तीव्र भएको छ। विशेषतः एमालेका केही स्थानीय नेता तथा सक्रिय कार्यकर्ता सहित दर्जनौं व्यक्तिले आज औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका छन्। म नेकपा एमाले परित्याग गरेर रासोपामा कार्यवाहक सभापति डीपी अर्यालले नवप्रवेशीहरूलाई गरेको स्वागत कार्यक्रम भव्य देखिएको छ। अर्यालको उपस्थिति रासोपाको संगठनात्मक सुदृढीकरणमा अहिले देखिरहेको आक्रामक मोडको प्रत्यक्ष संकेत मानिएको छ। रासोपा भित्रका स्रोतहरूका अनुसार हालैका राजनीतिक उतार चढाव, वैकल्पिक शक्तिहरू बीचको एकता प्रयास र जनस्तरमा बढ्दो असन्तुष्टि यी सबैले रासोपालाई स्वाभाविक रूपमा नयाँ क्याप्चर पोइन्ट बनाइदिएका छन् र यही कारण संगठन विस्तारको रफ्तारले पार्टीभित्र ऊर्जा र आत्मविश्वास दुवै बढाएको देखिन्छ। पार्टी विस्तारमा देखिएको यो नयाँ उचाइलाई विश्लेषकहरूले तत्कालीन राजनीतिक रिक्ततामा रासोपाको प्रभावकारी उपस्थितिको परिणाम भनेका छन्। भर्खरै 2 दिन अघि मात्रै घोषणा गरिएको उज्यालो नेपाल पार्टीबाट नेता कार्यकर्ता निर्बाध रूपमा बाहिरिँदै गर्दा अर्कोतर्फ रासोपामा प्रवेश गर्नेको भिड झनै तीव्र बनेको छ। विशेषतः एमालेका स्थानीय तहका केही प्रभावशाली नेता तथा सक्रिय कार्यकर्ता सहित दर्जनौं व्यक्तिले आज औपचारिक रूपमा रासोपामा प्रवेश गरे। जो त पहिला नेकपा एमालेमा हुनुहुँदो रहेछ, किन राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ किन आउनुभयो? नेकपा एमालेको क्रियाकलाप पटक्कै मन नपरेका कारण